Hello, good morning friends, family, welcome to my video vlog. So today it's just morning time. I just wake up early morning, 4 बजेर 4:30 हुँदैछ। म चाहिँ 4 बजे नै उठेको आज बिहानै। आज किन भन्दाखेरि आज दिदी भेनासँग, दिपमाला दिदी राना भेनासँग चाहिँ म कलकत्ता जाँदैछु। अहिले 6:30 बजेको ट्रेन छ, शताब्दी ट्रेनमा जानुपर्ने हो। सो त्यसैको लागि छिटो उठेको, प्याकिङहरू गरेको छैन, प्याकिङ पनि गर्दैछु अनि रेडी पनि हुँदैछु। शताब्दी ट्रेन चाहिँ यहाँ इस्लामपुरको स्टेसनमा रोक्दैन, चाहिँ किशनगञ्ज जानुपर्छ। यहाँदेखि आधी घन्टा लाग्छ, त्यही भएर छिटो उठेको। यो ट्रेनले चाहिँ अब 6 घन्टा 7 घन्टामै पुर्याउँछ कलकत्ता, नभए नर्मल्ली तपाईँको अर्को ट्रेनमा चाहिँ 12 घन्टा लाग्थ्यो होइन। यसमा चाहिँ 7 घन्टामै पुर्याइदिन्छ। सो इट्स फास्ट है, अलिक छिटो हुन्छ। त्यही भएर यो शताब्दी ट्रेनमा टिकट काटेछ। हामी 2 बजेभित्रमा कलकत्ता पुग्छ है। ओके गाइज, सी यू। अहिलेको लागि म प्याकिङमा लागेँ ल। हेलो, हामी चाहिँ अहिले किशनगञ्ज जाँदैछ ट्रेनमा। ट्रेनमा अरे स्टेसनमा गाडीमा जाँदैछु। दिदी भेना हुनुहुन्छ होइन। दिदी भेनासँग म 6:30 को हाम्रो ट्रेन छ। सो 6:30 मा हामी किशनगञ्जबाट निस्किन्छौँ। अनि अहिले चाहिँ अब असुविधा नै, आस्ते आस्ते चलेन। 6:30 बजेको हो। हाम्रो दादाले हामीलाई पुऱ्याइदिनु हुँदैछ होइन। यस्तै चाहिँ भरे स्टेसनमा भेटौँ ल अब। अहिले चाहिँ हामी किशनगञ्ज रेलवे स्टेसनमा आइसकेको छ है। वेटिङमा छ, अलमोस्ट हाफ एन आवर छ, 30 मिनट्स बाँकी छ अझै ट्रेन आउनलाई। सो स्टिल वी आर वेटिङ द ट्रेन। हाम्रो शताब्दी ट्रेन चाहिँ आइपुगेको छ है। अब हाम्रो यात्रा सुरु हुन लाग्यो। दिदी भेनासँग म। यो त हाउडाको छ त फेरि, यही हो हाम्रो ट्रेन चाहिँ। यताबाट आउनु, चढ्नु 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 चढ्नु। हातछी कति चिज है। चिया अर्डर गरेको, चियासँग तपाईँको चाय सामग्री, टिकट आउँदो रहेछ, बिस्किट आउँदो रहेछ। टिकटमा के छ हेरौँ ल। क्रीमर रहेछ।
Uber. पता है उसको पहले से पता है बता दिया अहिले चाहिँ हामी बाटोमा चाहिँ अन द वे टु कलकत्ता आधी बाटो आइसक्यो है। हामी चाहिँ अहिले कलकत्ता हाउडा स्टेसनमा छौँ है। हेलो फ्रेन्ड्स, ल अहिले चाहिँ हामी कलकत्तामा छौँ अनि गेस्ट रुमबाट बाहिर घुम्नलाई निस्किरहेको छु। दिदी भेना अनि म है। यस्तै छ कलकत्तामा, ओभर भिड हुने रहेछ, ट्राफिक जाम, गाडी त्यस्तै, मान्छे त्यस्तै भिड है, ओभर भिड त्यहीका यस्तै छ, ओभर भिड छ। अहिले हामी घुम्नलाई निस्किँदैछ दिदी भेनासँग। ल दिदी भेना, दिदी फोनमा बोल्दैछ। माथि गार्डन थियो अगाडि पनि ह्याङ्गिङ गार्डन, ह्याङ्गिङ गार्डन खतरा छ।
यो स्टेडियममा चाहिँ गेमहरू इन्टरनेसनल गेमहरू हुन्छ होइन क्रिकेट इडन गार्डन अहिले चाहिँ म घर फर्किँदैछु अनि इस्लामपुरबाट किन सिलगढी आएको होइन सिलगढीबाट काठमाडौँ जाँदैछु घर फर्केकै अब कलकत्ताको ट्रिप सक्यो मेरो Kainari.